यो बिउ काट्नु पनि के पहिला उमेरमा जस्तो भए पो अहिले त के यो मजै आउँदैन रहेछ बिउ काट्नु पनि बुढाबुढी चाहिँ अब त बुढेसकाल लागेर होला यस्तो बिउ काट्नै पो अल्छी लाग्दो रहेछ साँच्चै नि पहिला त दुईजना सँगै हिँड्दा कस्तो मजा हुन्छ अहिले त अनुहार हेर्दा पनि रिस उठेर आउँछ हौ पहिला त मजा हुन्छ नि अब नयाँ नयाँमा त मजा हुन्थ्यो अहिले पुरानो भइएछ के को अनुहार देख्दा साँच्चै रिस उठ्छ अनुहार देख्दा बोली नै सुन्दा रिस उठ्छ मलाई त साँच्चै तपाईँको पहिला स्कुल पढ्दा लप पऱ्यो कि परेन हौ पहिला कुरो के गर्नु हौ अब त्यतिखेरको बेसी तिम्रो चाहिँ थियो कि थिएन भन न बरु स्कुल पढ्दा थियो मेरो त तपाईँको भन्नु न अनि मेरो भन्छ होइन भन न तिम्रो अब पहिला तिम्रो थियो थिएन पहिला भन न अनि म भने भन्थेँ म पनि स्कुल पढ्दाखेरि थियो होइन अनि थियो एकजना स्कुल पढ्दाखेरि त्यतिखेर भइहाल्छ नि जसको पनि स्कुल पढ्दाखेरि तपाईँको चाहिँ थियो कि थिएन भन्नु त होइन थिएन त थियो नि तिम्रो अब के गर्यौ त भन न त अनि त के गर्नु एक दिन स्कुल आएन भने कस्तो कसलाई देखेन कहाँ देखेन स्कुलै जान मन लाग्दैन थियो पढ्न मन लाग्दैन थियो अनि त्यस्तो हुन्थ्यो अनि चिठी लेखिन्थ्यो स्कुल एक दिन आएन भने साथीहरूलाई सोधेर अनि चिठी पठाइन्थ्यो अनि तपाईँको चाहिँ भयो कि भयो नि ए तिमीहरूको त्यस्तो हुन्थ्यो मेरो त थिएन हौ त्यस्तो थिएन होला थियो होला नि भन्नु न भन्नु अब फेरि रिसाउँछौ होला रिसाउँदिन के भन्नु किन रिसाउनु पहिला गइसकेको कुरा रिसाउनु पनि हुँदैन होइन हुँदैन रिसाउनु त्यसमा नरिसाउ है त ल थियो नि हौ मेरो पनि हुन्छ अब हस्दै त त्यस्तो त हुन्छ त अब एक दिन भेटेन कस्तो हुने अनि हामी त घरबाट छिट्टै हिँड्थ्यौँ र अनि बिच बाटोमा भेट हुने भनेर सल्लाह गर्थ्यौँ अनि स्कुल जान्थ्यौँ स्कुलमा पनि कक्षा कोठामा बस्दा पनि उसको अनुहार देख्नु पाएन भने कस्तो हुन्थ्यो लुकी हेर्थेँ त्यस्तो हुन्थ्यो अनि अब यसो कहिले काहीँ घुम्नु गएँ त्यस्तो डाँडाकाँडामा कस्तो मजा हुन्थ्यो घुम्नुलाई कस्तो मजा हुने डाँडाकाँडा घुमिन्थ्यो अनि एक दिन त अब ऊ धरान जाने पर्यो म जाने भएँ अनि धरान जाँदा त अब ऊ पनि म पनि जाने मेरो पनि आफन्त छ भन्यो अनि अब लन्च यो दिन जाने भने सल्लाह गरेर गयो अनि सल्लाह गर्यो अनि ऊ गएको त बाटोमा सँगै भेट भयो भेट भएर अनि गएको बाटोमा बास बस्यो कस्तो मजा आएको आधी बाटोमा पुगेर बास बसेको त्यो बासमा कस्तो मजा आएको बस गऱ्यो रातिसम्म अबेलासम्म अब हिँडेर जानु पर्छ नि त पहिला त गाडी थिएन अनि बाटोमा पो साँच्चै गाडी चढ्नलाई कहाँ जानु पर्थ्यो हामी लेगुवामा नि के पो हिलेमा हिले चतरा तर त्यतिखेर चाहिँ हामी चतराको बाटो गएको अनि जाँदाखेरि बसेको अनि सुतेर बिहानै उठेर लाग्यो कस्तो मजा आएको थियो त्यसरी अनि बेलुका चाहिँ एकै ठाउँमा सुत्नुभयो कि फाल्टो फाल्टो सुत्नु भयो कहाँ फाल्टै सुत्यो कहाँ एकै ठाउँमा सुतिन्छ अनि एकै ठाउँमा बास बसेको अनि सुत्नु भने थिएन कहाँ एकै ठाउँमा सुत्छ हामी सुतेन नि एकै ठाउँमा त सुतेन सुतेन होला एकै ठाउँमा बास बस्ने मान्छेहरू सुतेन हौ सुतेन एकै ठाउँमा सुत होला अनि अहिले चाहिँ उयो भनेको सुत्छ सँगै दिनभरि गफ गरेर जाने स्कुल क्लासमा एकछिन अनुहार नदेख्दाखेरि न्यास्तो हुने मान्छे अनि बास बसेको ठाउँमा एक्लै होइन नरिसाउ भनेको नि नगरे झन् नरिसाउनु त्यो बितेको कुरा त हो नि बितेपछि गइसकेको कुरो अनि नगर न हौ त्यो बितेको कुरो त हो नि ऊ चाहिँ अघि चाहिँ रिसाउँदिनँ भने अनि अहिले चाहिँ रिसाउँछ अनि किन सुतिन नगर न ऊ चाहिँ लु आफै गरेर यसरी लु त लु अघि चाहिँ रिसाउँदिनँ